हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल र फेरि पनि नयाँ रेसिपी लिएर आएको छु। अनि भिडियो स्किप नगरी अन्तिमसम्म हेरिदिनुहोस् होला। अनि मन पर्यो भने लाइक सेयर कमेन्ट पनि गरिदिनुहोस् होला। अनि आज चाहिँ म आँप र कोकोनट पाउडरबाट बनिने मिठाई बनाउन गइरहेको छु। र यसको लागि चाहिँ मैले यहाँ 150 ग्राम कोकोनट पाउडर लिएको छु अनि एउटा आँपलाई मैले यहाँ लिएको छु। र तपाईहरुले यो डेसिकेटेड कोकोनट पाउडरको जग्गामा फ्रेश कोकोनटलाई पनि लिएर मिक्सी जारमा तपाईहरुले ग्राइन्ड गर्न सक्नुहुनेछ अनि यसरी पाउडर बनाउन सक्नुहुनेछ। र मैले अघिको आँपलाई यहाँ सानो सानो यहाँ म्याङ्गोलाई मैले सबै काटिसकेपछि मैले यहाँ मिक्सी जारलाई लिए र त्यसपछि अघि काटेको म्याङ्गोलाई मैले यहाँ सबै हालिसकेपछि मैले यहाँ ठुलो चम्चीको 3 चम्ची चिनीलाई पनि राखेको छु र सानो चम्चीको आधा चम्चीलाई मैले यहाँ अलैँचीको भित्रको सिडलाई पनि राखेको छु। र यो सबै मजाले यसरी पेस्ट हुनुपर्छ र यो म्याङ्गो प्युरी चाहिँ यतिको हुनुपर्ने हुन्छ। र त्यसपछि चाहिँ मैले यहाँ एउटा कराई बसाएँ। अन्त अघिको जुन चाहिँ कोकोनट पाउडर थियो त्यसलाई यहाँ हल्कासँगले मैले सानो फ्लेममा मैले यहाँ यसलाई भुटिरहेको छु। यसलाई साह्रै रोस्ट गर्नु हुँदैन, यो चाहिँ खालि यसको मोइस्चरलाई मात्रै सुकाउनुको लागि हल्कासँगले यसलाई भुट्नु पर्ने हुन्छ। र त्यो भुटिसकेपछि चाहिँ तपाईहरुले जुन चाहिँ फ्रेश कोकोनटलाई ल्याउनु भयो भने पनि तपाईहरुले यसरी नै हल्कासँगले त्यसलाई भुट्नुहोस् अनि त्यसको मोइस्चरलाई मात्रै सुकाउनुहोस्। र त्यसपछि अघिको जुन चाहिँ म्याङ्गो प्युरी थियो त्यो सबै मैले यहाँ हालिसकेपछि यहाँ मजाले चलाउनु पर्ने हुन्छ। र उब्रेको त्यो म्याङ्गोलाई पनि मैले यहाँ सबै हालिसकेँ अनि त्यसलाई मजाले चलाउँदै यसलाई पकाउनु पर्ने हुन्छ सानो ग्यासमा। र यसलाई मजाले चलाउँदै यहाँ पकाइसकेपछि यतै सबै एउटा डो जस्तै फर्म होइन्जेल चाहिँ हामीले चलाइरहनु पर्ने हुन्छ। र यहाँ चाहिँ डो बनिसकेको छ। र त्यसपछि चाहिँ मैले यहाँ ठुलो चम्चीको 3 चम्ची जस्तो मिल्क पाउडरलाई राखेको छु। यो त अप्सनल हो, राख्दा पनि भयो नराख्दा पनि हुन्छ। यसलाई पनि सबै मजाले मिक्स गरिसकेपछि यसलाई मैले एकछिन सेल लाउनुको लागि यतिकै छोडिदिएको छु। र त्यो सेलिसकेपछि चाहिँ मैले यहाँ यसरी लड्डुको सेप मैले दिइरहेको छु। र तपाईहरुले चाहिँ जुनै सेप पनि दिनु सक्नुहुनेछ। लड्डुको सेप बनाउँदा पनि भयो, तपाईहरु स्क्वायरमा या लामो लामो है मिठाईको सेपमा तपाईहरुले दिँदा पनि हुन्छ। र मैले चाहिँ यहाँ लड्डुको सेपले दिइरहेको छु। र यो चाहिँ एउटा हातले पनि मजाले बेन्डिङ हुँदैछ है। र अघिको जुन चाहिँ कोकोनट पाउडरलाई मैले यहाँ अलग्गै छुट्याएर अलिकति राखेको थिएँ र त्यसमाथि राखेर चाहिँ यो सबै कोकोनट पाउडरले कोटिङ यहाँ गर्नुपर्ने हुन्छ। अन्त यो कोटिङ गरिसकेपछि तपाईहरुलाई एउटा हातले बेन्डिङ गर्नु अप्ठ्यारो भयो भने चाहिँ यसरी दुईटा हातले पनि गर्नुभयो भने छिटो हुनेछ। र यसरी नै सबै लड्डुलाई मैले यसरी बनाइसकेपछि कोकोनट पाउडरलाई मैले त्यो माथिबाट सबै कोटिङ गरिसकेँ। र सबै मेरो आजको यो म्याङ्गो र कोकोनट पाउडरबाट बनेको लड्डु चाहिँ रेडी भइसकेको छ। अनि यो चाहिँ एकदम टेस्टी मिठो भएको थियो। अनि माथिबाट चाहिँ मैले यो गार्निसिङको लागि चाहिँ मैले यहाँ नट्स र केसरलाई मैले माथिबाट यहाँ अलिअलि राखेँ।